Okay, so welcome to the ongoing series on parallel computing. Let's wrap everything inside the computer organization, and the today topic is core bottleneck and cache coherence. So यसलाई बुझ्नुभन्दा अगाडि के गर्नु पर्यो हामीले भन्दाखेरि चाहिँ भोन्डुमन बोटलनेकको बारेमा थोरै रिक्याप गर्नु पर्यो किन भन्दाखेरि चाहिँ जे कुरा पनि के हुन्छ त्यहीँबाट सुरु भएको हुन्छ। ओके, सो भोन्डुमन बोटलनेकमा के थियो भन्दाखेरि हामीसित सिपियु थियो अनि हाम्रो मेन मेमोरी थियो लेट्स से ऱ्याम। ओके, सो यिनीहरूको बिचमा चाहिँ के हुन्थ्यो कोड र इन्स्ट्रक्सनको चाहिँ के हुन्थ्यो कम्युनिकेसन हुन्थ्यो। ओके, सो सिपियु चाहिँ एकदम फास्ट भइदियो र मेमोरी चाहिँ के भइदियो अलिक स्लो भइदियो। सो यसले गर्दाखेरि चाहिँ के आयो कोड बोटलनेक आयो। पहिला त यो मेन इस्युलाई होइन हामीले रिड्युस गर्नको लागि के इम्प्लिमेन्ट गरियो बिचमा, यो बिचमा चाहिँ हामीले के गरियो भन्दाखेरि चाहिँ एउटा क्यास इम्प्लिमेन्ट गरियो। सो क्यास इम्प्लिमेन्ट गरिसकेपछि अब सिपियुले चाहिँ इच टाइम ऱ्यामलाई भन्दा इच टाइम के गर्ने भयो क्यासलाई चाहिँ रिक्वेस्ट गर्ने भयो, किन क्यास अलिक सिपियुसँग नजिक हुन्छ र अलिकति फास्ट पनि हुन्छ। ओके, सो यसले गर्दाखेरि के हुने भयो एउटा यो कोड बोटलनेक चाहिँ एक हदसम्म के हुने भयो रिड्युस हुने भयो, तर कम्प्लिटली के हुने भयो भने इलिमिनेट हुने भएन। क्यास त इम्प्लिमेन्ट गरिदियौँ होइन, तर के भइदियो भन्दाखेरि चाहिँ यहाँ कोरको एउटा के आइदियो बोटलनेक आइदियो। कस्तो खालको भन्दाखेरि चाहिँ सिपियुलाई हामीले जुम गरेर हेऱ्यो भने होइन, सो बेसिकली के हो सिपियु हो। ओके, सो यहाँनिर के भइदियो भन्दाखेरि चाहिँ हामीले कोरको इम्प्लिमेन्ट गरिदियौँ, ठिक छ। ओके, सो ब्याक इन अल्डर डेज के थियो भन्दाखेरि चाहिँ कोरहरू 2.4 गिगाहर्ज र अनि हाम्रो 4 गिगाहर्जको भनेर हुन्थ्यो। 2.4 गिगाहर्ज चाहिँ नर्मल हाम्रो पिसीहरूको लागि हुन्थ्यो भने 4 गिगाहर्ज चाहिँ सर्भरहरूको लागि भनेर चाहिँ छुट्याइदिएको हुन्थ्यो। ओके, सो यो कोरमा चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ आफ्नो इन्टरनल एउटा क्यास पनि हुने भयो। ओके, सो यो इन्टरनल क्यास पनि हो। ओके, सो यो 2.4 गिगाहर्ज भनेको चाहिँ के, यो भनेको 2 बिलियन्स साइकल पर सेकेन्ड। अब इच साइकलमा चाहिँ के हुन्छ होइन, सो इच साइकलमा के हुन्छ भन्दाखेरि चाहिँ फेज हुन्छ होइन, डिकोड हुन्छ अनि एक्जिक्युट हुन्छ। ओके, सो के हुन्छ इन्स्ट्रक्सन फेज हुन्छ, डिकोड हुन्छ अनि एक्जिक्युट हुन्छ। अब ब्याक टु हाम्रो अघिको डायग्राममा जाऊँ। सो अघिको यो डायग्राममा हामीले 2.4 गिगाहर्जको सट्टा होइन हामीले के गरिदियौँ भन्दाखेरि चाहिँ 4 गिगाहर्जको के गर्थ्यौँ एउटा कोर राख्थ्यौँ। ओके, सो 4 गिगाहर्जको सिपियु भएको कोर चाहिँ कोर भएको सिपियु चाहिँ हामीले राखिदियौँ। अब यो गर्दाखेरि के समस्या भयो, क्लक स्पिड त धेरै भयो होइन, तर त्यसले गर्दाखेरि के भयो हिट पनि के भयो बढी नै जेनेरेट भयो होइन। सो सिपियु डिजाइनर्सहरूले चाहिँ के एउटा स्ट्राटेजी ल्यायो भन्दाखेरि फर इक्जाम्पल वान कोर छ र 6 गिगाहर्जको छ भने चाहिँ होइन यसले के गर्ने भयो एकदम धेरै हिट प्रड्युस गर्ने भयो। तर त्यही केसमा 4 कोर छ भने र होइन 4 गिगाहर्जको छ भने अलगा के हुने भयो कम हिट प्रड्युस हुने भयो। सो यो एउटा के थियो बोटलनेक थियो। सो यसको मतलब हामीले के बुझ्यौँ भन्दाखेरि चाहिँ जति धेरै क्लक स्पिड होइन जति धेरै फ्रिक्वेन्सी त्यति नै के हाम्रो वर्क पर सेकेन्ड चाहिँ इन्क्रिज हुने भयो। तर यसको साथसाथै के हुने भयो भन्दाखेरि चाहिँ पावर कन्जम्सन पनि हाई हुने भयो र पावर कन्जम्सन हाई भइसकेपछि हिट पनि के हुने भयो हाई हुने भयो। सो हामीले यस्तै गरी के गऱ्यौँ भन्दाखेरि चाहिँ मल्टिपल यस्तो कोरहरू चाहिँ मल्टिपल कोर प्रोसेसरहरू चाहिँ इन्ट्रोड्युस गर्दैम र इचको के हुने भयो आफ्नै इन्टरनल क्यास हुने भयो। ओके, सो लेट्स से यो प्रोसेस P1 हो, यो प्रोसेस P2 हो अनि यो प्रोसेस P3 हो। ओके, सो हाम्रो सेयर्ड मेमोरीमा भ्यालु कति छ x इक्वल्स टु 10 छ। ओके, सो फर्स्ट P1 ले के गर्यो क्यासबाट x को भ्यालु ल्यायो, सो x को भ्यालु कति भयो 10। सेकेन्ड प्रोसेस P2 ले पनि के गर्यो भन्दाखेरि चाहिँ x लाई नै के गर्यो रिक्वेस्ट गर्यो। ओके, तर यहाँ के भइदियो भन्दाखेरि चाहिँ x को भ्यालु रिक्वेस्ट गर्दाखेरि 10 छ। सो यो P1 ले x को भ्यालु के गर्थ्यो इन्क्रिमेन्ट गर्थ्यो, लेट्स से x को भ्यालु 20 बनाइदियो, ठिक छ। अब यो 20 होइन यो मेमोरीमा सेयर्ड मेमोरीमा हामीले राइट गर्नुभन्दा अगाडि नै के गर्थ्यो P2 ले रिक्वेस्ट गर्थ्यो र त्यसले के पाउने भयो x को भ्यालु 10 नै पाउने भयो, तर x को भ्यालु बढेर कति भइसक्यो 20 पाइसक्यो। अब सिमिलरली P3 ले पनि x को के गर्यो भ्यालुले रिक्वेस्ट गर्यो, सो x को भ्यालु कति भयो 10 होइन, यसले नि के गर्ने भयो पुरानै भ्यालु पाउने भयो। तर P1 ले के गरिसकेको छ त्यसलाई मोडिफाई गरेर x को भ्यालु 20 बनाइसकेको छ। सो इनिसियली के थियो x को भ्यालु 10 थियो, P1 ले मोडिफाई गरेर के गर्यो 20 बनायो x को भ्यालु। ओके, सो P2 ले गर्दाखेरि x को भ्यालु कति पायो 10 पाइसक्यो, तर x को भ्यालु एक्चुअलीमा कति भएको छ 20 भएको छ। सो P3 ले पनि x को भ्यालु कति पायो 10 पायो, तर एक्चुअलीमा कति भयो x को भ्यालु 20 भएको। यस्तो इन्कन्सिस्टेन्सी आयो होइन। सो यो इन्कन्सिस्टेन्सीलाई चाहिँ होइन हामीले रिमुभ गर्नको लागि चाहिँ के आइदियो भन्दाखेरि चाहिँ क्यास कोहेरेन्स भनेर आइदियो। ओके, सपोज यो प्रोसेसर P1 हो। ओके, सो योसँग चाहिँ के हुने भयो एउटा आफ्नो कोर हुने भयो। ओके,
यसको यहाँनिर के हुने भयो एउटा क्यास हुने भयो यो हामीले अगाडि बुझिसक्यौँ सो अर्को नि एउटा यहाँभित्र के हुने भयो क्यास हुने भयो यो L1 क्यास हुने भयो यो L2 क्यास हुने भयो ओके सो L2 क्यास चाहिँ अलिक के हुन्छ स्लोर हुन्छ L1 क्यास चाहिँ अलिक के हुन्छ फास्ट हुन्छ यो डिफ्रेन्ट यसको र यसको चाहिँ डिफ्रेन्ट क्लक स्पिडहरू हुन्छ ओके क्यास कोहेरेन्स के को बिचमा हुन्छ अब हामीले यहाँ नोटिस गर्यो भने तिमीहरूले हैन यहाँनिर यसको मुनि के थियो शेयर्ड मेमोरी थियो ठीक छ बल्ल के थियो हाम्रो मेन मेमोरी र्याम थियो ओके सो यस्तो हामीसित के छ प्रोसेसरहरू मल्टिपल छ ओके सो मल्टिपलको यो डिजाइन के हुने भयो सेम हुने भयो ओके सो यो हुँदाखेरि हामीसित हेर त इन्टरनली के छ दुईटा क्यास छ यता पनि इन्टरनल दुईटा क्यास हुने भयो यता पनि दुईटा क्यास हुने भयो र अर्को के छ हाम्रो शेयर्ड मेमोरी भनेर छ यो तिनटैको लागि भनेर एउटा के छ शेयर्ड मेमोरी छ ओके सो अब क्यास कोहेरेन्स केमा हुने भयो भन्दाखेरि चाहिँ पहिला त यो यसको इन्टरनल क्यासेहरूको बिचमा ठीक छ अर्को यो क्यासे र अनि यो शेयर्ड क्यासको बिचमा ओके सो यसलाई रिमुभ गर्नको लागि चाहिँ हामीसित के छ दुईटा एप्रोचेसहरू छ बोथको लागि बोथ क्यास कोहेरेन्सको लागि ठीक छ सो के को लागि एउटा त इन्टरनलको लागि अनि अर्को चाहिँ यो कमन शेयर्ड भएको बिचमा